अगाडि आए quarter final game organizer हजुरहरु सम्पूर्णलाई अवगत गराउँछु यो हाम्रो क्वार्टर फाइनलको अन्तिम म्याच हो र यसपछि ब्रेक लिएर हामी सेमी फाइनल गेम गराउने छौं पहिलो सेमी फाइनल फुटबल कप र गोल्डन फुटबल ट्रफी हुनेछ अहिले हामी क्वार्टर फाइनलको पहिलो म्याचमा छौं यस लक्की गोल आयो त उसलाई त लक्की गोल क्या Saber, camor, el camor. पूरा खम्मा आइसक्यो यार मरो त यार Yeah!
त्यो PFC को त्यो रेड कार्ड चाहिँ हाइलाइटमा हाल्नुपर्छ है राखेर सबै राखेर खेल खुल्ला हाने पिछेबाट हान्नु दिइरहेको नि हानिहाल्छ नि कस्तो काट्नु नसकेको गाली खाने काम नगर जुटाले खाना राष्ट्र रेस्टुरेन्टले 10 लाख पक्षपाती लिएर सहयोग गर्नुभएको छ भने यसै गरी मान्छे राई $500 दिनुभएको छ भने गजेन्द्र बहादुर राई $500 दिनुभएको छ दिपेन राई 500 दिनुभएको छ शोभित राई 500 दिनुभएको छ र यसै गरी सहयोगदाताहरूको नाम राई रानीले 500 दिनुभएको छ राई प्रदीप 200 दिव्य लिम्बू 200 दिपक तेलिम 200 सन्तोष लिम्बू 300 लिम्बू वीरेश 300 लिम्बू प्रदीप 200 सनम लिम्बू सम्मान तपाईँहरूले हृदय गरी हाम्रो ठुलो यसले आयोजना गरेको यो पहिलो टुर्नामेन्टमा सहयोग गरिदिनु भएकोमा तपाईँहरू मैदानमा उपस्थित भइदिएर निमन्त्रणालाई स्वीकार गरी युवा फुटबल क्लब फुटबल क्लब मोना फुटबल क्लब पोखरा फुटबल क्लब गोर्खा बोइज फुटबल क्लब धरान फुटबल क्लब गोल्डन स्टार फुटबल क्लब सामसेपुर फुटबल क्लब फुटबल क्लब फुटबल क्लब आदरणीय कोचहरू यहाँहरू सम्पूर्णलाई हामी फुटबल क्लब हेर्नेमा उहाँले हामीलाई $500 दिएर सहयोग गर्नुभएको छ पार्टी र 2 वर्ष दिएर सहयोग गर्नुभएको छ भने प्रकाश लिम्बू धरान फुटबल क्लबका प्रकाश लिम्बूले पनि हामीलाई $500 दिएर सहयोग गर्नुभएको छ भने प्रसाद दाइले हामीलाई $500 दिएर सहयोग गर्नुभएको छ यसै गरी स्पोन्सर गर्न चाहने इच्छुक महानुभावहरू हुनुहुन्छ भने भन्दै धन्यवाद पठाउन चाहन्छु अहिले यो भइरहेको विरुद्ध सारा फुटबल र अहिले हालैको काङ्ग्रेसको रहेको छ यस फुटबलले 1 गोलले अग्रता लिइरहेको छ Hey!
फाइनल गेमका लागि सोल्टी फुटबल क्लब र जोरन फुटबल क्लबका खेलाडी साथीभाइहरूलाई साथीभाइ दाजुहरूलाई विनम्रतापूर्वक आग्रह गर्दछु। धन्यवाद। अहिलेको स्कोर रहेको छ अघिदेखि भन्दै आएको छु हाम्रो निमन्त्रणालाई हामी खेल आयोजना गर्ने भनेर आफ्नो टिमलाई लिएर तालमेल आउनुभएका सम्पूर्ण टिमलाई पनि हामी अनुशासनमा रहेर खेल्नुपर्ने हुन्छ र आज पहिलो टुर्नामेन्ट गरेको हामीले सम्पूर्ण खेलाडी साथीभाइहरूले अनुशासनमा रहेर आजको खेलिदिनु भयो जसको लागि धन्यवाद। अब दुईवटा सेमी फाइनल र एउटा फाइनल गेम हुनेछ। फाइनलसम्म अनुशासित भएर अनुशासनमा रहेर हुन आफ्नो राम्रो गेम पस्केर गइदिनु हुन भनेर पनि विनम्र अनुरोध गर्दछौँ। यो चौथो क्वार्टर फाइनल हो र चौथो क्वार्टर फाइनलको पनि दोस्रो हाफ चलिरहेको छ। अहिलेसम्मको स्कोर रहेको छ सेन्ट्रल कप एफ टिम आज मौसम पनि एकदमै अनुकूल भएको कारणले साथीभाइहरूको खेलाडी जोसमै हुनुहुन्छ ठाकुरभाइको छैन उसको लागि नै रहेको छ। साथीभाइहरू अहिलेसम्म मजाले खेलिराख्नु भएको छ। Okay.
गर्न आशा गर्दछौँ। किनकि साथी दाजुभाइहरूले अनुशासन नरहेर जितिदिनु भएको हुनाले गर्दाखेरि यस क्वार्टर फाइनल गेममा आउनसम्म सफल भइरहेको छ हामी फुटबल क्लब देशले। तसर्थ हामी सम्पूर्ण फुटबल क्लबलाई धन्यवाद दिन